गाइस आज चाहिँ म चाहिँ गाजर खानेर आएको। गाजर चाहिँ यति छ नि हेर्नु। गाजर चाहिँ यति भयो। अब खेतबारी पनि जाने बेला भयो थियो मेरो अनि म खेतबारीमा जान लाग्यो। खेतबारीमा जाने अनि कुकुर बसेको छ अनि गोबर ग्यास बनाउँदैछौँ। गोबर ग्यासको बनाइदिन्छौँ। गोबर ग्यास बनाउँदैछौँ। चल्लाहरू यहाँ छन् अनि त्यहाँ बारी छ हाम्रो। त्यहाँ टमाटर फलेछन्। टमाटर टिप्न जानु पर्यो। टमाटर टिपेर टमाटरको चटनी गराउने होला साँझ। अब टमाटर टिप्छु म। टमाटर हेर्नु टमाटर टमाटर यस्तो राम्रोसँग पाए। नि बाबु यसमा टमाटर समा है। म र भाइ मात्र छौँ। तपाईँ काँक्रा त्यो लगाइराख्नु तपाईँ नटिप्ने भन्नुपर्छ। टमाटर चाहिँ यसरी फल्छन् यसरी। कस्तो राम्रो कति बेला घाम लाग्छ कति बेला घाम लाग्दैन। कस्तो घाम होला रुख ल टमाटर उत्यो भइगयो। टमाटर कुच्चिगयो के। ल उता पनि नजा बिरुवा देखेँ कि नै। म मात्र आउँछु है। यता पनि आऊ। कति राम्रोसँग फलेछ है। बहुत राम्रोसँग फल्यो। म चाहिँ टिपेर हो। फेरि कस्तरी भ्लग गराएको होला। सानो बच्चाले पनि भ्लग गराउने रहेछन् भन्नुभयो होला। यो चाहिँ मेरो ड्याडीको युट्युब आइडी हो। ड्याडीको बहुत कमेडी हाल्नुहुन्थ्यो अनि त्यसैले गराएको मैले। ड्याडीले बहुत कमेडी भन्दा पनि कमेडी हाल्नुहुन्थ्यो। ल गोजीमा राखे है बाबु तैँले। गोजीमा नराख हातमा समा। गोजीमा राख्दैन। यस्तो राम्रोसँग फल्यो। ल टमाटर। म तपाईँलाई एउटा चिज देखाउन जान्छु है। अघि म आउँदाखेरि बिर्सेछ हेर्नु त अनार यत्रो फल्यो। अनारको फुल हेर्नु त हेर्नु। क्या राम्रा। अनार पनि फल्दैछन् अनि त्यो चाहिँ हाम्रो आफन्तीको घर हो। अनि हेर्नु त डाँडामा कस्तो राम्रो घाम